भइरहेको छ। सुभाष चाहिँ उता म यहाँबाट भिडियो बनाइरहेको छु होइन। केटाहरूले डेन्जर बाइक कलर हालिरहेको छ है। बाटो तर पनि हामी ल बिस्तारै बिस्तारै ल चोटपटक नलाग्ने तरिकाले जान्छौँ है। बाइकमा हामी चाहिँ अगाडि दुईजना गइरहेको छौँ है। बाटो चाहिँ यस्तो छ, भिलाग्दो छ यति उडिरहेको छ है बाइक चाहिँ हो। बाइक चलाउनु पनि भिलाग्दो छ है। सफल तरिकाले हाम्रो थाल्दैछ है। गइरहेको छ केटाहरूको फलक फलक बाहिर दिँदै हेर्नुहुन्छ होइन। यहाँ चाहिँ मैले दुईजना आइरहेको छ। मेरो बाइक चाहिँ यति उड्यो है। ल यो चाहिँ सक्सेस भयो आउन। तर मेरो बाइक चाहिँ यति उड्यो है। ल क्यामेरा अन गर्नुपर्ने भयो है। ल गाह्रो बाटो गइरहेको छ। बाटो चाहिँ है गाई चाहिँ अगाडि चाहिँ जे पनि हुनसक्छ है। ल हात गाई चाहिँ बाटो चाहिँ R15 आइरहेको छ। ल ओ तर एक्सिडेन्ट भएको छैन है। बाटो चाहिँ रिक्स छ। बाटो चाहिँ ल एनएस आउँदैछ है। एनएस ओ एनएस 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 पनि तिनवटा बाइक पास भइसक्यो। 220 आउँदैछ। करिब करिब माथि महत्त्वमा पुगिसकेका छौँ। अब केही छिनमा हामी बस्न पुग्छौँ। लगायत अलि तल गएर भेट्छ है। ल एक्सिडेन्ट हुन लागेको अवस्थामा गएको छु। बाटो यस्तो छ, खाल्टै खाल्टो खाल्टै खाल्टै। ल मेरो बाइकको काम र मेरो काम चाहिँ भिडियो बनाउने अर्कै काम हो। लपु फुटे जस्तो छ। लपु फुट्नु भएन। ल ल ल एनएस पास। ओ R15 पनि पास। ए मुचु बुन पनि पास। नजिक पनि पास। अब अगाडि
भिडियोहरू पनि